अब भर्ने हिँड्ने त फेरि अर्को आइपिओ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चाहिँ अर्को एउटा सिमेन्ट कम्पनीको आइपिओ चाहिँ आउन लागेको छ। पाल्पा सिमेन्ट लिमिटेडले चाहिँ यो पोस्टको 25 गतेदेखि पोस्टको 30 गतेसम्म चाहिँ 5,62,500 किता सेयर चाहिँ रु 100 रुपियाँ प्रति किताका दरले चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चाहिँ आइपिओ निष्कासन गर्दैछ। यस कम्पनीको सेक्टर्स भनेको चाहिँ म्यानुफ्याक्चरिङ रहेको छ, अर्थात् उत्पादनको क्षेत्र रहेको छ। यस कम्पनीले चाहिँ सिमेन्ट चाहिँ उत्पादन गर्ने गर्छ, जुन चाहिँ तानसेन सिमेन्ट रहेको छ। त्यस कम्पनीले आइपिओको बिक्री प्रबन्धकको रूपमा चाहिँ नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेडलाई चाहिँ नियुक्त गरेको छ। र अब कुरा गरौँ यस कम्पनीको आइपिओमा कति किता आवेदन दिने त यस कम्पनीको आइपिओमा तपाईँले मिनिमममा 10 किताका लागि एप्लाई गर्न सक्नुहुन्छ र 1000 रुपियाँमै तपाईँले यस कम्पनीको 10 किताको आइपिओ भर्न सक्नुहुन्छ। र 10 किताभन्दा बढी भरेर पनि हामीलाई बढी पर्ने भन्ने चाहिँ हुँदैन, त्यही भएर चाहिँ 10 किताका लागि आवेदन दिन सक्नुहुन्छ। र यस कम्पनीले चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ निष्कासन गरेर बाँडफाँड गराइसके पश्चात चाहिँ सर्वसाधारणका लागि चाहिँ आइपिओ निष्कासन गर्नेछ। सर्वसाधारणका लागि चाहिँ कति किता निष्कासन गर्छ र कहिलेदेखि निष्कासन गर्छ भन्ने बारेमा जानकारी पनि म तपाईँहरूलाई यसै च्यानल मार्फत दिनेछु। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई पनि सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।